वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा। जय गण
यो नाल फुटे जनै सुपारी कता हो
कति राम्रो केही हेलो गरिदेऊ हो त्यही हात खुट्टालाई पछाडि आऊ Bye.
गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया मंगल मूर्ति मोरया ओम गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया मंगल मूर्ति मोरया ओम गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया मंगल मूर्ति मोरया ओम गणपतये नमो नमः श्री सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बप्पा मोरया मंगल मूर्ति मोरया करता दुख हरता वार्ता विघ्नाची दुर्वी पूर्वी प्रेम कृपा जयाची सर्वांगी सुंदर उटिशेंदुराची कंठी झळके माळ मुक्ता फळांची जय देव जय देव जय देव जय देव जय मंगल मूर्ती दर्शन मात्रे मान कामना पूर्ती जय देव जय देव जय देव जय देव जय मंगल मूर्ती दर्शन मात्रे मान कामना पूर्ती जय देव जय देव रत्न खचित फरा दुज गौरी कुमरा चंदनाची उठी कुमकुम केशरा हिरे जडित मुकुट शोभा तो बरा ऋण सुरती नूपुरे चरणी घागरिया जय देव जय देव जय देव जय देव जय मंगल मूर्ति दर्शन मात्रे मान कामना पूर्ति जय देव जय देव जय देव जय देव जय मंगल मूर्ति दर्शन मात्रे मान कामना पूर्ति जय देव जय देव बोल्नु 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 नजिकको जस्तो काम लाग्दैन के टाढा वापस आयो आयो गयो गयो तमेव माता च पिता तमेव बन्धु सखा तमेव विद्या द्रविणं तमेव सर्वं मम देव देव हे मेरो भगवान् नमः समेतैका मेरो भगवान् नमः समेतैका मेरो भगवान् नमः समेतैका मेरो भगवान् नमः समेतैका मेरो भगवान् नमः अब ठुलो भैमा राख ठुलो भैमा राख र तुमचे हात पकडून ठेक मुठी पारा यसो गरौ ठाउँ नि हैन किन गाडी उदाल्न सकिन्न सकिन्न सत्य त बर्दघाट कति 16 नम्बर हो बर्दघाट नगरपालिका वडा नम्बर 16 राजधानी टोल बस्छ भ्याम माछा त माछे चैत्र माछे कृष्णरी पक्षी मेरो भगवान्
भगवान आउनु न बस्नेकै ठाउँ मेरो 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 भगवान आउनु न बस्नेकै ठाउँ पाइँदैन नि मनुष्यको जुनी ए मेरो भगवान जति बोल्यो जति हाँस्यो मन लुङ्गो हुने ए मेरो भगवान आउनु न बस्नेकै ठाउँ 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 एउटा 4-5वटा लड्डु बनाउनु 4-5वटा लड्डु बनाउनु ट्याक चढाउनु हुन्छ एउटा टपरीमा सबै राखेर ठाउँ छ धेरै नगराउनु एउटा टपरी लड्डु बनाएर 5-6वटा यहाँ ट्याक्क राख्न ठाउँ हुन्छ ल टिका लाउनु भयो 4-5वटा लड्डु बनाउनुहोस् एउटा टपरीमा यो सबै मिलाएर राख्नु एउटा टपरी लड्डु एउटा टपरी दुनामा चाहिँ हुन्छ लड्डु के अरे सरस्वती मावि भन्नुहोस् त सरस्वती माविको अगाडि चाहिँ कुकुरमारा 2 नम्बर कुकुरमारा 2 नम्बर होला हो ल यता सुन्नुहोस् त अब त्यो गणेशजीको यो उसमा 21 रुपियाँ दाम राख्नुहोस् त राख्नुहोस् ल साट्नुहोस् अरू सबैले फुल साट्नुहोस् त्यो लाभा राख्नुहोस् त्यसमा 21 रुपियाँ दाम राख्यो जनै सुपारी राख्नुहोस् जनै सुपारी छैन ल साट्नुहोस् त्यहाँ अपरिता सवर्णिता देवानुयथा युर्वेरक्षिता रे दिवे दिवे देवानां भद्रसे कानपुर त्वया निविदाहु महे वयं भगमित्रमदितिं दशम श्रीधर्म वरुणगुं सोममसिनः श्रुतिनः तदमीशान जदायुषत् जीवससे हुमय वयं उखानो यथा वेदसामसद्वृते रक्षिता वायुरदः स्वस्तये स्वस्ति न इन्द्रो वृतस्रवः स्वस्ति न पूषा विश्ववेदाः स्वस्ति न तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु बृहदस्वा मरुतः पृथिवीमातरः शुभयं यमानो दिदधे गुजमयः दिवावनमः शूरदशेषु विशेनो देवासन्निधभद्रं कर्णेभिः भद्रं पश्येम धैर्यदताः हिरण्येयशुत्ववादं शतनो नृपते महि देवहितं यदायोः शतमिन्द्रुशरदो यन्ति देवा न चक्राधरतं तनो नाम
पुत्रासु यत्र पितरो भवन्ति मानो मर्यादे कर्तायुरदितिरन्तरिक्षमदितिर्माता स पिता स पुत्राः विश्वे देवा अदिति पञ्चजना अदितिर्जातमदितिर्जनितं महा शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिर्वनस्पतयः शान्तिर्देवाः शान्तिरेव शान्ति शान्तिरेदि यतो यतः समीहसे ततो नो अवयं कुरुषं वयन्नः पशुभ्यः गणपतिगुं हवामहे प्रियाणां त्वा प्रियपतिगुं हवामहे निधिनां त्वा निधिपतिगुं हवामहे वसो मम आहमजानितो मतमजासि गर्वदं अम्बिके अम्बालिके नमानयति कश्चनः कामेश्वराभ्यां नमः गर्भयाभ्यां नमः नराभ्यां नमः यशेष्टदेवताभ्यो नमः कुलदेवताभ्यो नमः ग्रामदेवताभ्यो नमः वास्तुदेवताभ्यो नमः स्थान देवताभ्यो नमः सर्वेभ्यो देवेभ्यो नमः सर्वेभ्यो ब्राह्मणेभ्यो नमः माता पितृचरणकमलेभ्यो नमः देवताभ्यो नमः सुमुखं चैकदन्तश्च कपिलो गणका लम्बोदरश्च विकटो विघ्ननाशो गणाधिप धूम्रकेतु गणाध्यक्षो भारतनरो गजाननः द्वादशैतन्यमानि जपठेतिणयदपि विद्यारम्भे विभाजित परवेशे निर्मे तथा संग्रामे चक्रेशैव मिन्नतश्च न जायते शुक्लं वरदरं देवं शशिवर्णं चतुर्भुजं प्रसन्नवदनं ध्यायेत् सर्वेन्द्रोपशान्तये अभिष्टसिद्धार्थ पूजितो यः सर्वविघ्नहरस्वैगणाधिपतये नमः सर्वमङ्गलमङ्गले शिवे सर्वार्थसाधिके शरण्येन्द्रम्बिके नारायणे नमस्तुते सर्वदा सर्वकार्येषु नास्ति मङ्गलं यशा स्मृति भगवत्नाय मङ्गलाय तनहरि तदेव लग्नं तते तेषु स्मरं लाभ तेषां जया तेषा कुश तेषां पराजय यश मृतिमहस्तः श्रीजनार्दन यत्र योगेश्वरं किर्ण यत्र बालिधनुर्धर तत्र श्रीयते पुङ्गलास्ति मेलधनं अनयाति व्यायुते माये देव परिपाल सते तेषा नित्यव्युक्तान योगेश्वरवादन स्मृते सकल कल्याणं वादनं यत्र जायते पुरुषं जानता नित्य प्रधानं शरणं हरिं सर्वे साम्य यत्र त्रयस्ते भुवनेश्वर देवाधीशितादशितासि भैर विशेषा मान्धवा धुण्डी दण्ड पाणी छ भैरव वन्दे काशी गुया गङ्गा भवानी मदिगतणी अग जान दिते भाषा यत कृपा सर्व देव सिद्धि कर छति वक्रतुण्ड महाकाय कोटि सूर्य समः प्रभा निर्विघ्नं कुरु मे देव सर्व कार्यसि सदा ओम शान्तिर्भवति जल फुल कुसाता र त्यही माथि चुहाउने कटौरा भइमा राख अरू नबसम है तिमीले फुल शान्त आता यसो गर ओम नमस्ते अनन्ताय सहस्रमूर्तये सहस्रपादाय श्रीवराय सहस्रनारायणे पुरुषाय देवा सहस्र कोटि महेश्वराय नित्याय सुचाय तस्मै यकाराय नमः दाहिने घुमाउँ त दाहिने घुमाउँ बसम र सङ्घघण्ट तेजिम छन् सङ्घघण्टलाई पूजा आराम चौथी लाइनमा
गयो कलियुग हरायो सत्य द्वापर त्रेता गयो कलियुग हरायो लौन प्रभु कलियुगमा किन यस्तो भयो किन यस्तो भयो आइदेऊ भगवान हामीलाई सद्बुद्धिको बाटोमा लगाइदेऊ भगवान 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 हे भगवान अब आउने समयको लाग्न छाड्यो भर अब आउने समयको लाग्न छाड्यो भर मानिसदेखि मानिसको लाग्छ ठुलो डर लाग्छ ठुलो डर आइदेऊ भगवान हामीलाई सद्बुद्धिको बाटोमा लगाइदेऊ भगवान 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 हे भगवान सौभाग्यले जुराएको हाम्रो मानव चोला सौभाग्यले जुराएको हाम्रो मानव चोला धर्म बिना कर्म बिना मान्छे कस्तो होला मान्छे कस्तो होला आइदेऊ भगवान लिन धर्म कर्म जोगाउन मैले सकिनँ 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 हे भगवान झुटै झुटमा चल्यो संसार सत्य भन्ने रहेन झुटै झुटमा चल्यो संसार सत्य भन्ने रहेन कि त कली यस्तै हो र कि हरि ध्यान भएन कि हरि ध्यान भएन आइदेऊ भगवान लिन धर्म कर्म जोगाउन मैले सकिनँ 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 आइदेऊ भगवान लिन धर्म कर्म जोगाउन मैले
हुन्छ पातमा हुँदैन ईश्वरको बास मनमा हुन्छ जातमा हुँदैन जातमा हुँदैन हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हे भगवान भगवानमा विश्वास गरे जीवन आफ्नो हातमा भगवानमा विश्वास गरे जीवन आफ्नो हातमा धर्म कर्म राम्रो गरे खोट हुँदैन जातमा खोट हुँदैन जातमा हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो हाम्रो फुल हो जीवन दुई दिनमा ओइलिएर झर्ने फुल हो सत्या उहाँलाई दिनुहोस् न राख्नु अब त्यो पूजा भइसक्यो अब चाडै तुनै राख्नु त्यहाँ चाडै तुना समय हरि मदानन्दीमा उठेर हात खाएको हरि मदानन्दीमा हुमाई स्वाइन बमाया ओम बुधाई स्वाइन ओम मोबिया लेखु स्वाइन ओम शुक्राय स्वाइन सहस्राय स्वाइन ओम केतु इति नगर ओम कर्मा मुरारी त्रिपुरान्त काले भानु सुतम बुधश्च गुरुश्च सर्वे करा स्वाहा यमुनाको तीरमा तिरिरी बन्सी बज्यो यमुनाको तीरमा कृष्णजीलाई नदेखेर पर्यौं हामी पीरमा पर्यौं हामी पीरमा आउन कृष्ण दुखीको घर तिमी भए हाम्रो पको छ र आउन कृष्ण दुखीको घर तिमी भए हाम्रो पको छ र आउन कृष्ण दुखीको घर तिमी भए हाम्रो पको छ र तिमी भए हाम्रो
कंसलाई मार्ने आयो कृष्ण चकचके भनेर कंसलाई मार्नलाई भनेर आयो कृष्ण चकचके भनेर कंसलाई मार्नलाई भनेर आयो कृष्ण चकचके भनेर कंसलाई मार्नलाई भनेर कंसलाई मार्नलाई भनेर स्वर्ग जस्तो मथुरा त स्वर्गै वृन्दावन स्वर्गै जस्तो मथुरा त स्वर्गै वृन्दावन हामीलाई पनि वैकुण्ठमा लैजाऊ भगवान लैजाऊ भगवान कृष्ण तिम्रो दयालु मन आउँछ गोकुलमा आउनु नभन कृष्ण तिम्रो दयालु मन आउँछ गोकुलमा आउनु नभन कृष्ण तिम्रो दयालु मन आउँछ गोकुलमा आउनु नभन आउँछ गोकुलमा आउनु नभन जन्म लियौ कृष्ण बाला कंसको जेलैमा अब यतापट्टि यसो गराएर राम्रोसित भिजाएर नदुखाइदिनु छोडेर चलाउनु है पक्का बस फेरि काटिएर नचल है बाबु नचल है थपक्क बस है नचलिकन बस है कपाल ज्वरो पनि हुन्छ कसैको फेरि एकदम कपाल चाहिँ बुवाको गर्दा भयो बाबाको त गएको छ कि अनुहार फेस होइन फेरि पखाल्नु पर्यो दुईटी महिना भएर जङ्गल परिवर्तन घाँटिया समाधान गर्दै एउटा रेडी गर्ने थियो दुईटैको चेहरा उतै जाओस् है हुन्छ हुन्छ क्यामेराम्यानतिर पनि हेर्ने होइन हेर्न परेन नजर राम्रो आउँछ उतै कन्टिन्यू गरे राम्रो आउँछ मैले अमृताको बुढोलाई भेटेको देख्दै यसो एक धुलो देखेँ काम होइन मैले रेडी गरेर राखेको छु शङ्कर प्रिय है शङ्करको प्रिय यहाँ त मन्त्र सुनेको हो नि आपसमा गुरु चेली भएर आपसमा हेर गर न अब गुरु दक्षिणा आधा
यो दुर्गा अबको फोटो निकालौँ है बाबु अबको फोटो काम गराउनु न मैले यहाँ गरिहाल्छु ल अबको फोटो आयो दिनुहोस् मजाले दिनु के दिनु नरोकिकन दिनु माको यस्तो महेन्द्र गुरु साक्षात् परब्रह्म शास्त्री होइन एउटा फोटो आउनु थियो आमा खै ल हर राया नमो भन्छ ते परिभन्छ ते यता नमो साध नमो सयाने अगरबत्ती ट्याक्क सल्काइदिने अगरबत्ती गराउने गर्नुपर्छ यस्तो माथिबाटै अघि कसरी सिधा सर्लक्क निधारमा बोल्नु पर्दैन तिनी चाहिँ छल्काउने हो शिव भगवान हरे राम हरे कृष्ण शिव भगवान माता पिता गुरुजन ईश्वर समान श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु 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 श्री रामको हरे जन्म दिने माता पिता कर्म दिने राम जन्म दिने माता पिता कर्म दिने राम
नसकेमा मनले भज्नु सके चारै धाम श्रीरामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु 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 श्रीरामको हरे 10 महिना कोखमा बसी धरती जन्म पाइयो 10 महिना कोखमा बसी धरती जन्म पाइयो हरि नाम जप्दै जप्दै प्रभु शरण आइयो श्रीरामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु 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 श्रीरामको हरे हुर्कायौनी पिलाएर दुध 10 धारा हुर्कायौनी पिलाएर दुध 10 धारा सकिँदैन तिर्न कहिल्यै अमृत दुधको भारा श्रीराम अत्र धूपदीपं नैवेद्यं समर्पयामि साम्ब सदा शिवाय नमः आदिशक्ति भवानी महादेवी महालक्ष्मी मां सरस्वती देव्यै नमो नमः युगवती यता गुरुको यता पनि 13 भइयो एउटा फेस पनि देखाऊ फेस देखाऊ यहाँ गर न अलि धेरै पैसा कमाएछ रे साइडमा राख न तिम्रो अनुहारै राख्यो अनि हो हम्का बाबा अलि नजिक हो त्यसरी ल ल अलि बेसरी चिन्छ यता फर्केर हालिदिनु ल बाबु माग त्यताडै यसो है हेलो दिदी चिचाके चिचाइ गर है तिमी नरोक
हो यता तिमी पछाडि फर्किने नै होइन है खै चिच्चाको बाबु चिच्चाउने हो के भगवती भगवती भन्दै त्यसरी माग्नु अब यता घुम्ने हो भगवती भने चिचाउ है चिचाउ अलि चिचाउ चिचाकै चिचाइ गर कि नरोकिकन भगवतीहरूलाई भगवता भनेन् माया लब्दा भन् इमाम भित्र माया लब्दा स्वीकार गरे यसो डाली छोइदिउँ बाबु त्यहाँबाट यसो हो यता हेर्नु उहीको मधुवरको बिहामा मधु यो लास्ट हालिदिनु भने हुन्छ दुईचोटि भएर होइन घरमा पुग्यो घरमा भयो चिचाउन पर्यो चिचाउन पर्यो हो लास्ट चोटि हो चिच्चाको चिच्चै नरोकिकन
हो ल हेर त सबै आयो भवती भवतां मां मेक्षां देहि भवती हजुर बाबु बाबु शिरमा हात राख्नु ल ल बाबु भइरह कुरु कन्टिन्यू एकदम ठिक छ ल बाबु ल आजलाई दिउँ न हो स्याबास ल अब भोलि पर्सिन गर्नुपर्छ ल भैया ए एकदम आएको आयो आउन पर्यो नि राम्रोसँग पढे अनि ठुलो मान्छे बनेर आउने होइन पढाइदिने अब ल बिदाई गरिदिनु उहाँ मामाहरूलाई पनि हिँड्नु न हेर दौड्यो स्वाद ल खै यता फर्काउनु ल सकिएन भाग्न ल लैजानु ल है चरप पहिला क्या त्यस्तो भरको मामाहरू माखन चोर हनी फोर माखन चोर हनी फोर छोड्दिन तिमीलाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई माखन चोरी हानी फोरी साह्रै सतायो हे यशोदा कृष्णलाई किन मतायो माखन छोरी हाडी फोडी साह्रै सतायो हे यशोदा कृष्णलाई किन मतायो माखन चोरी हानी फोरी साह्रै सतायो हे यशोदा कृष्णलाई किन मतायो माखन छोरी हाडी फोडी साह्रै सतायो हे यशोदा कृष्णलाई किन मतायो माखन चोर
चोरी हानी फोरी गाली दिए हिँड्ने मोटा छोटा बच्चा पाका सबैसँग भेट्ने नौने चोरी हानी फोरी गाली दिए हिँड्ने मोटा छोटा बच्चा पाका सबैसँग भेट्ने छोड्दिन तिमीलाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई मखन चोर खोल्दिन्छ गाली गर्दा हाँसेर बोल्दिन्छ जुन बेला नि गाई बाछा खोल्दिन्छ गाली गर्दा हाँसेर बोल्दिन्छ जुन बेला नि गाई बाछा खोल्दिन्छ गाली गर्दा हाँसेर बोल्दिन्छ जुन बेला नि गाई बाछा खोल्दिन्छ गाली गर्दा हाँसेर बोल्दिन्छ मिठो धुन बन्सी बजाई हाम्रो मन चोर्यो आँखा झिम्काई कम्मर मर्काई आफैसँग जोर्यो मिठो धुन बन्सी बजाई हाम्रो मन चोर्यो आँखा झिम्काई कम्मर मर्काई आफैसँग जोर्यो छोड्दिन तिमीलाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई मखन चोर तिम्रो रूपले साह्रै सतायो सधैँ नजिक बस्नलाई यो मनले आतायो श्यामा तिम्रो रूपले साह्रै सतायो सधैँ नजिक बस्नलाई यो मनले आतायो श्यामा तिम्रो रूपले साह्रै सतायो सधैँ नजिक बस्नलाई यो मनले आतायो श्यामा तिम्रो रूपले साह्रै सतायो सधैँ नजिक बस्नलाई यो मनले आतायो हात समातेर हामीलाई नचाउने रिसाएर बसे पनि लीलाले हँसाउने हात समातेर हामीलाई नचाउने रिसाएर बसे पनि लीलाले हँसाउने छोड्दिन तिमीलाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई मखन चोर यही कार्यले प्रेममा फसायो आफू नाच्दै सँगसँगै हामीलाई नचायो यही कार्यले प्रेममा फसायो आफू नाच्दै सँगसँगै हामीलाई नचायो यही कार्यले प्रेममा फसायो आफू नाच्दै सँगसँगै हामीलाई नचायो यही कार्यले प्रेममा फसायो आफू नाच्दै सँगसँगै हामीलाई नचायो थाहा नदी कहाँबाट लुकी छिपी आउँछ नदीभित्र हामीलाई देखि कपडा लुकाउँछ थाहा नदी कहाँबाट लुकी छिपी आउँछ नदीभित्र हामीलाई देखि कपडा लुकाउँछ छोड्दिन तिमीलाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई मखन चोर वस्त्र हाम्रा देव कृष्ण राधा रमण पर्छौ तिम्रै शरण वस्त्र हाम्रा देव कृष्ण राधा रमण पर्छौ तिम्रै शरण वस्त्र हाम्रा देव कृष्ण राधा रमण पर्छौ तिम्रै शरण वस्त्र हाम्रा देव कृष्ण राधा रमण पर्छौ तिम्रै शरण आफूतिरै बोलाउँछ इसारा गरेर दुःख पायौ यही कालेको प्रेममा फसेर आफूतिरै बोलाउँछ इसारा गरेर
दुःख पायौ यही कालेको प्रेममा फसेर छोड्दिन तिमीलाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई गई भन्दिन्छौ हामीले आमालाई माखन्छ श्री कृष्ण गोविन्द माधव श्याम मुकुन्द केशव दर्शन श्री कृष्ण गोविन्द माधव श्याम मुकुन्द केशव दर्शन श्री कृष्ण गोविन्द माधव श्याम मुकुन्द केशव दर्शन श्री कृष्ण गोविन्द सँगसँगै हिँड्नु न सबै कर्ताका कुल पितृगणहरूको आजका हाम्रो यो इष्टमित्रहरूको ल ल ल सुरु गरौँ रामले पाइला सारे गाई गराउने बेलामा गाई गराउने बेलामा रामले पाइला सारे गाई गराउने बेलामा गाई गराउने बेलामा रामले पाइला सारे गाई गराउने बेलामा रामले पाइला सारे गाई गराउने बेलामा गाई गराउने सीताराम पछि लक्ष्मण पछि लक्ष्मण सीताराम पछि लक्ष्मण पछि लक्ष्मण
सबैजनाले गाउनु न हो त्यसरी सबैले गाउनु न सबैले गणपति भगवानको भवानी भावना चाहे ल भयो ल ठुलो मामाको ठुलो हजुरबाको छोरी म फुपू दिदी बोक्ने मान्छे तगडा चाहियो भनेर एकदम पहिले ट्यालेन्टेड त्यही त नि एकचोटि लगाइदिनु भइहाल्छ टिका है लोकलाई त लगाइदिनु धेरै गर्छ मनमा छ नमस्ते गरेर बस्नु
चिन है म ठुलो मम्मी उता आएको ठुलो मम्मीको छोरी हो फुलबहलाको फुलले ठुलो मम्मीको छोरी म कान्छी ठुलो मम्मी म त अब रेडी बस्छु नानी नानीलाई टिका लगाइदिनु मलाई त अहिले टिका लगाएर फोटो खिच्नु भएन म त यहाँ सँगै बस्छु मेरो र भाइको फोटो खिचिदिनुहोस् है हुन्छ bisa warna pagi धेरै भयो कि एकचोटि लगाइदिनु भइहाल्छ के एकदम भोलिबाट त उठ्ने बिहानै नुहाउन पर्छ हुन्न के म यहाँ नचलाउनु यो खेतमा त खिचेर कति धेरै पैसा पाउनु नि पाउन तिमीले मागेर लैहाल्यो पैसा जस्तो अहिले मेरो पैसा म त रोइदिन्छु बाबु तो गर्दैन के दर्शन भन्यो मानव एकछिन बन्द हो म तिम्रै नामबाट सर्वांगी हरिचंदनम सुललितम कंठे तमोतावली गोपाश्री परिवेष्टितो विजयते गोपाल चूड़ामणि आदिशक्ति भवानी महादेवी महालक्ष्मी महासरस्वती मनोकामना पूर्ण होस् यो शरीरमा रोग व्याध कहिले न कता जानु हाम्रो गुरुबा गर्दैन गुरुबा ए बाबु यहाँ आउनु त अबदेखि आजदेखि अझ एकचोटि लगाइदिनु त एकचोटि लगाइदिनु त ल भयो ल भयो अब यो भयो कि जान्छ खोलेरै दिनु न
ओहो खै यता देखा कसले दिनुभएको रे दिदीले कुन दिदीले हो गीता दिदीले हो नि माइली फुपू भन्न न माइली फुपूले दिनुभएको कस्तो छ यता हेरेर भन कस्तो छ एकदम राम्रो छ नि खै अनि केही भन्दैनौ थ्याङ्क यू भन्दैनौ फुपूलाई अस्तिको पालि किनिन्छ भनेर पैसा नभरि ए ल बत्ती किन बन्द भयो हात उठाएर ल 1 2 3 ल यता हेर ल एकचोटि नानु यहाँ हेर दादालाई हेर यहाँ ल ल बाई बाई ल बाई 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 परेश महेश विलेशय भूषण भो साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम्
शरणं मे तव चरणयुगम् दूरीकुरु मामज्ञमनाथं दूरीकुरु मे दुरितं भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमो शिवाय नमः शिवाय नमो नमः शिवाय शिवाय नमो शिवाय नमः शिवाय नमो नमः शिवाय सचराचर जनन स्थितिलय कारण भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् अन्तःकरण विशुद्धिं भक्तिं च त्वयि सतीं प्रदेहि विभो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् करुणावरुणालय मयि दास उदासस्तवोचितो नहि भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमो शिवाय नमः शिवाय नमो नमः शिवाय शिवाय नमो शिवाय नमः शिवाय नमो नमः शिवाय कैलासनिवास प्रमथ गणाधीश भूसुराचित भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् जनुतक झङ्किणु जनुतक्किटतक शब्दैर्नटसि महानट भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् धर्मस्थापन दक्ष द्रक्ष गुरो दक्ष यज्ञ शिक्षक भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमो शिवाय